हाम्रो लोकेसनसम्म आइपुग्नको लागि हजुरहरूले ठलीको बजारबाट 4.2 किलोमिटर अगाडि बढ्नुपर्ने हुन्छ। ठली बजारमा हजुरले कागेश्वरी मनहराको नगरपालिकाको अफिस पनि देख्न सक्नुहुनेछ। यहाँबाट थोरै अगाडि बढिसकेपछि साकु हाइवे छोडेर हामी बायाँतर्फ मोड्नुपर्ने हुन्छ। यो चोकको नाम चाहिँ डाँछी चोक हो। र यहाँबाट अगाडि बढिसकेपछि हजुरहरूले भद्रवास स्कुल देख्न सक्नुहुन्छ। त्यहाँबाट अलिकति अगाडि बढिसकेपछि फेरि बायाँ टर्न गर्नुपर्ने हुन्छ। हामीले बाटोमा विभिन्न बैंकहरू देख्न सक्छौँ। अब अहिले हामी कृष्णचौर आइपुगेका छौँ। यहाँबाट हामी अगाडि बढिसकेपछि गणेश भगवानको मूर्ति देख्न सक्नुहुनेछ। यहाँबाट थोरै अगाडि बढिसकेपछि हाम्रो भवन भेट्न सक्नुहुनेछ। हाम्रो भवन रहेको ठाउँबाट 800 मिटर अगाडि बढ्नुभयो भने हजुरहरूले कुमारी बैंक पनि देख्न सक्नुहुनेछ। त्यसैले हाम्रो भवन सेन्ट्रल लोकेसनमा छ भन्ने कुरा हजुरलाई जानकारी गराउन चाहन्छु। धन्यवाद।